ल ओके आजको भ्लग सुट गर्न चाहिँ अलिकति मलाई धेरै टाइम लाग्यो बिहान अलिकति लो फिल गरिरहेको थिएँ देखाउन त धेरै त्यो बिहान सामान सामान पठायो धेरै कुरा भ्लग त देखाइहाल्थ्यो अब आजको हाम्रो स्पेसल प्लान चाहिँ के छ भन्दाखेरि ए यहाँनिर हामी ठ्याक्क 3 जना भेला यो चाहिँ रुम बिग्रो होइन रुम मिला चाहिँ यो त के परिरहेको छ सर अहिले बिएससी यो चाहिँ बिएससी गर्ने अरे अब गर्दैछु मतलब अब सकिन आँटेको छ भाइ छ म छु अनि यो चाहिँ आज हामी कुकिङ भ्लग गर्छु बिहानखेरि आज त रेसिपी दे होइन अनि म पकाउँछु त भन्छस् होइन यसले सुट गर्छ त भन्छस् म पकाउँछु कस्तो हुन्छ म फेरि खतरा कुक गर्ने मान्छे पनि हो कुकर भन्न आँटेछु एकछिन हामी अब गफ पनि गर्छौँ अलिकति पार्कतिर जान्छौँ पहिला अहिले चाहिँ दिउँसोको कति बज्यो आज ओके 4-5 बज्न आँटिसकेको छ हामी अलिकति घुम्न पनि गएर आउँछौँ अनि अलिअलि गफसफ पनि हाल्छौँ हामी त्यो गफ पनि रेकर्ड गरेर देखाउँछौँ अनि आज चाहिँ कुकिङ हुन्छ आज स्पेसल कुकिङ हुन्छ ल आज चाहिँ अब दिदीभाइ कुरा गर्दैछु है त हामी अब मलाई एउटा आइडिया आयो यसलाई के सोध्ने भनेर टिकटक हेर्न यहाँ भन्न के छ अब घर कहिले जानु त खै तर म सँगै जाम भनेको त कहिले जान्छस् मेरो त अलिक टाइम छ हैन जाम अब 29-30 गतेतिर 29 गते मेरो एक्जाम लास्ट हो 30 गतेतिर जाम न फेरि प्र्याक्टिकल एक्जाम सुरु हुन्छ 2-3 गते फर्किने गरी हेरौँ मेरो एउटा काम हुँदैछ हैन त्यो काम सकेपछि जानुपर्छ भ्लग स्लग बनाउँदै गर्दै हुन्छ अरे के छ त अब तेरो त बिहे गर्ने उमेर भयो कहिले गर्ने बिहे भन्दा कहाँ अहिले होस् म 4-5 वर्ष गर्दिन के उमेर भयो 4-5 वर्ष त म भन्दा 4-5 वर्ष महिना मात्र कान्छो होस् मेरो बिहे हुँदा तेरो चाहिँ बिहे हुने उमेर हुँदैन छोरी मान्छेहरुको अलि चाँडो हुन्छ नि त छोरा मान्छेहरु त 35 नपुगी त के बिहे गर्नु छोरा मान्छे म गर्दिन तैले लगाउनु जान्छ म गर्दिन मैले बिहे गर्न जान्छु त यसले दुईटा छोरा पाइसक्छ छोरी पनि पाउन सक्छु छोरा दुईटा भान्जा भान्जी भइसक्छ मेरो ल अब बिहेले चाँडै गर्ने होला जुन कमाएर दाइजु दिन सक्छस् त्यही दिन गर्छु ल दाइजु त दिइहाल्छु गिफ्ट दाइजु लिन मनाइ छ अहिले गिफ्ट दिन त पाइन्छ नि त गिफ्ट दिन पाइन्छ हैन गिफ्ट मैले भनेको बेला गिफ्ट दिन सक्ने कहिले कमाउँछस् त तैले हुन्छ म ल ठीक छ म गिफ्ट पनि दिन्छु तँलाई टेन्सन नलिनु गिफ्ट तँलाई के चाहियो ल भन्न अब त्यो कन्डिसन हेरेर हुन्छ त्यति बेला के भन्छ झन् जे नि हुन सक्छ जस्तै बाइक हुन सक्छ बाइक त चलाउँछस् मेरो बुढाले चलाउँछ नि त ल ठीक छ ल पहिला चलाउँछु नि म सिकाइदिँदै तेरो के छ एरेन्ज म्यारेज गर्ने प्लान छ कि लभ म्यारेज गर्ने प्लान छ कि एरेन्ज म्यारेज गरौँ न म त लभ म्यारेजै हुन्छ भनेर लभ म्यारेजको विषयमा के भन्न छ तँलाई लभ म्यारेज हुन नि सक्छ हुनुहोस् ल त कोही के म्यारेज गर्छ भन्दा भाइ लभ म्यारेज गर्छ फिक्स हो फिक्स ल अरे फिक्स यसको त पर्यो भने के गर्छस् म पनि पर्यो भने अरे आज ल ठिकै छ ल ठिक छ गफ रमाइलो भयो अब हामी चाहिँ पार्कतिर जान्छौँ ल हामी चाहिँ अब 3 जना घुम्नको लागि निस्किसकेका छौँ हैन अनि अब हामी गफ गर्दै जान्छौँ कस्तो गफ हुन्छ मिठो मिठो गफ चाहिँ सुनाउँछौँ हामी नमिठो सुनाउँदैनौँ हामी नमिठो गफै गर्दैनौँ कसले हिँड्दै गर्दैछ अब हामी चाहिँ यसो हिँड्दैछौँ अब यसै गरेर भक्तपुर एनएबी अफिस हुँदै प्लानिङतिर जान्छौँ घुमेर आउँछौँ एनएबी अफिस नजिकै छ एनएबी अफिस जाने भयो लोकेसन हेर्दै गर्नु होला अब हेर्दै जानुहोस् हामी देखाउँछौँ यो पुरानो बाटो आउँदाखेरि चाहिँ पेप्सीकोलाबाट सिधै नयाँ बाटोबाट आउँदाखेरि पनि अर्को गाडी आउने ठाउँ छ अहिले हामी देखाउँछौँ भिडियो हेर्दै गर्नु होला तर त्यहाँ नपुगौँ होला त्यहाँ किन खुट्टा गल्छ कि गलिहाल्छ त्यही त हो नि अब 10 मिनेट पुगिन्छ ओए पुग्दैन 10 मिनेट पुगिन्छ अब यता हान्दिनु पर्छ क्या यता टाउन प्लानिङतिर यो डाँडामा एउटा ठाउँ हो क्या त्यहाँबाट भित्र हो ए बाटो जाने हो ल हिँड्न त के छ
ओके हामी चाहिँ अब क्यान्सल गरेर हामी हिँड्दै हिँड्दै बाटोमा यहाँ माछा पर्दा आएको छ हेर्नु है माछा मरिमा गएको छ अनि चट्टसँगले अब टाउन प्लानिङ नै जान्छौँ हामी ओइ रुक 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 बिस्तारै बिस्तारै क्यामेरामा आउनुपर्छ हतार गर्नुहुन्न लुगा हेरिहाल्छ पसल आउने बित्तिकै केटी हेरेको पस्न पाउँछ लुगा कुन किनौँ भनेर हेरेको हो अब हेर न भन्दा बाटोमा पाइन्छ यसो हेर्न त पाइन्छ हेर्न त कसले रोक्छ र यताबाट जाने कि हेर्नु कताबाट पारिबाट जम्मा भयो होइन उडाइदिएला हेरेर हिँड हामी चाहिँ अब यो मनहराको खोलाको टुप्पीतिर आइपुग्यौँ होइन त टुप्पीतिर आइसक्यो मकै चाहिँ मकै खाने भनेको पैसै भयो मकै खाने भनेको क्यास भयो सब अनलाइन अर्डर भनेको यो मकै खतरा मान्छेहरूले खाइरहेको छ बसिरहेको छ ल हामी तिनजना बसिसकेको छौँ अब हाम्रो प्लान भनेको टिकटक बनाउने छ एकछिन यहाँ हावा पनि राम्रो चलिरहेको छ मौसम पनि यता हेर्नुहोस् है माथि माथि राम्रो छ होइन के छ हामी एकछिन बसिन्छ होइन टिकटक बनाइन्छ होइन यसले ल यसले हस्पिटल खोल्छ अरे मेरैबाट बनाउने टिकटक अहिले हाल्छु हो अनि मेन कुरो यो ठाउँ चाहिँ मलाई राम्रो लाग्छ हेर्नलाई बस्नलाई घुम्नलाई रमाइलो छ हिँड्नलाई साइड साइडमा पुरै क्याफेहरू छ होइन बिचमा चाहिँ बाटोहरू छ क्या एकदम राम्रो लाग्छ बुढाबुढी मान्छेहरू कपालहरू सबै आउँछ यहाँ फ्रेस हुनलाई बस्ने फ्रेस हुने अनि मेन्टल स्ट्रेस दूर गर्न जाने होइन यो ठाउँ त्यस्तो छ एकदम राम्रो छ ल यस्तो छ है त ओके हामीले चाहिँ मासु लिएर आइसकेको छौँ अब मासु पकाउँछौँ यो चाहिँ हाम्रो 1 केजीको मासु रहेको छ 1 केजीले पुग्छ होइन त हामीलाई पुग्दैन हामीलाई 1 केजीले पुग्छ ल 1 केजीले पुग्छ अब यसले रेसिपी भन्छ म पकाउँछु है त ल अब चाहिँ मैले गन्जी सन्जी खोलेर पुरा अब 6 प्याक निकालेर अब त्यहाँ अलिकति मेहनत गर्नुपर्छ नि त यो हल्लाउनुपर्छ गर्दैछु यो चाहिँ भाइले बनाउँछ हरेक भिडियो भाइले खिच्छ यो अब यो दिदीलाई बोलाउँदैछु दिदी पनि आउनुहुन्छ अब यहाँ सुरु गर्छौँ त हामी ओके अब चाहिँ हाम्रो सबै सामानहरू आइसकेको छ प्याज टमाटर खोर्सानी एकदमै जरुरत चिजहरू अब यसलाई चट्ट काट्ने सुरुमा चाहिँ कम्ती बसालेर तेल हाल्ने कराई बसालेर है त त्यसपछि तातेको तेलमा मासु हाल्ने अनि मस्त फ्राई हाल्ने रातो नहुन्जेलसम्म अब चाहिँ मैले बेसार हाल्न गइरहेको छु मस्तसँगले मिलाएर हाल्नुपर्छ एकदमसँगले ठिकै हुन्छ होला यतिको आधी चम्चा हालेको छु अब हेर मैले कलर कस्तो आउँदो रहेछ कलर आएपछि ठिक हुन्छ सेतोलाई चाहिँ सेतो मासुको कलर हटेर पहिला आउनुपर्छ क्या यसरी पट भुट्नुपर्छ तेलमा मस्तसँगले ल अब थोरै यति रातो भएपछि मासु कागती सर हालिदिने ओके अब चाहिँ हामी नुन हाल्ने सबै पानीहरू सुकिसक्यो कागतीहरू हालिसक्यो त्यसपछि अब हामीले आफ्नो स्वादअनुसारको नुन हाल्यौँ ओके अब चाहिँ मासु यति रातो भएर पड्किन थाल्यो त्यसपछि यो हामीले काटेको सबै हालिदिने त्यसमा अन्तिममा हाल्ने क्या यो चाहिँ नभए अनि स्वाद आउँछ यसको त्यही अनुसारको होइन अब स्मेल राम्रो आइसकेको छ मासु पनि यस्तो दामी भइरहेको छ अनि हामीसँग अलरेडी थियो अदुवा लसुनको पेस्ट त्यो हाल्दैछौँ वा कस्तो दामी स्मेल आइरहेछ अनि हामीलाई टमाटर पनि पुगेन अलिकति ग्रेभी बनाउनलाई अनि टमाटर पनि काटेर राखेको छु यो पनि हाल्दैन यो पनि हालिदिन्छु अनि अब मसला पनि हाल्दैन ल मसला ठिक्क हाल्दैन धेरै मसला हाल्नु पनि राम्रो हुँदैन है होइन भन्दा ठिक्क मसला हाल्ने अब यतिमै गर्ने अनि सक्यो
ल फाइनल प्रोडक्ट यो खाना रेडी छ अब हामी खानासँग खान्छौँ अब हाम्रो खाना पनि पाकिसकेको छ मासु पनि पाकिसकेको छ अब हामी खाना खाएर रुम जान्छौँ आजको भ्लगलाई यहीँ टुङ्ग्याउँ है त